everyone. Hello everyone. We are back with another vlog. Yes. So today हामी जाँदै छौं ओलंगन साइड तिर. So this is our before look है and the after look अहिले एकछिनमा हामी 11 बजेसम्म चाहिँ हामीहरु हिँड्ने प्लान छ. हामीले ब्रेकफास्ट खा छैनौं तर हाम्रो खानाको लागि चाहिँ के प्रेप गरेका छौं. So let's get ready. हामीलाई रेडी बनाउन जस्तो मलाई गाह्रो यो दुनियाँमा केही लागेन अहिले. चला छ फुर्के छ बस्न एक छिटमा आँखै कालो बनाइसक्यो है फुफु खै. अब यो पुस्नु पर्छ आई साइड बस सब हेर त अम्मो तेर मलाई लाग्दैन के आइलाइनर तपाई त बेकार न हाँस्नु न किन आहा हाँसिरह ल नआदिन ल यस्तो छिरिरह मुन्डा तल हात न अलिकति म हाँस्दिन हो हात बाँधेर राख्ने त्यो चकचके आमा पाइएछ भने खै कस्तो भित्रै छिरा छ आँकै खोल्ला छैन के भित्रै गाछमा कसरी लगाइदिने चाइनिजको भन्दा पनि खतरा ल आँखा छ एकछिन सबैभन्दा आँखा बन्द भएर धेरै मोटो भयो अब आजबाट भात बन्द तपाईँलाई ल तल के अलिकति मुन्टो बिग्रिन्छ है माता आएर सबै आइसाइड भेट्नुपर्छ कस्तो त्यो एउटा हाँची भित्र एउटा हाँची बाहिर अहिले मेटो होला सुकेपछि अब गाह्रो समातिर पुरै Here we go, Nanping Temple. In 400 meters. अब हामी जाँदै छौं one of the beautiful place Nanping Temple. खै आनन्द वाह दामी चाहिँ यस्तो बनाएर राखेको रहेछ कस्तो राम्रो ब्युटिफुल कहाँ हो कहाँ पुग्यो यार मान्छेहरू अब फास्ट यो चाहिँ ब्याकग्राउन्डबाट के ग्रिनरी दामी छ. हिरोइन मम्मी यता पलट पलट इमली हो के हो यो कहाँ छ इमली. दिस इज नट इमली एउटा चाहिँ उहाँ छ हाम्रो अर्को ड्याड कहाँ हो त्यो चस्मा ल्याऊ भनेर भनेको चस्मा नलि फोटो पनि राम्रोसँग खिचेन. अब यो हिँड्ने बाटो होइन बाइ द वे अलिअलि फोटो खिचेर हामी जाँदैछौँ. मम्मी ड्याडी कहाँ पुगिसक्नु भयो. भोलि चाहिँ बेलुका आउँछ. ह्याप्पी यो पहिला यति सानो थियो यिनीहरू. खै ड्याड उहाँ पछाडि यो पहिला कति सानो थियोहरू अहिले 1 वर्ष अगाडि आउँथ्यो पक्कुल्ला के यो कति सानो थियोहरू घरको त भर्खर लगाएको थियो. अहिले फेरि हाम्रो फोटो सुट हुनको लागि बोलाएको छु. कंगारू है कंगारू पछाडि ल टुडिखेल पार्क जस्तो दिएछ यो त. ल हामी थके मार्दैछौँ एकछिन कंगारूहरूसँग. शीतल आयो भन्न कस्तो गर्मी भयो.
मेरो यहाँ माजा खिच्दै छ नि अरू के छ केही छैन यो म सिङ्गल खिच्नु त सिङ्गल खिच्ने रे अब उता ल खिच्नलाई कुरा मिलेर डाइल आज फोटो खिच्न किन मन नलाग्यो म ल रेडी एकछिन फोटो खिचौँ भनेको दायाँ र बायाँ क्याप लाउने फेरि पर्दैन क्याप ल ल ल हामी कहाँ आएको छ न हामी नानतिन टेम्पल झर्ने होइन भ्यू पोइन्ट मात्रै हो हामी नानतिन टेम्पल आएर आज चाहिँ वेदर अलिक गर्मी है गर्मी अलिक घाम छ जम्मै कति रमाइलो छ सबै गाउँ जस्तै देख्यो हा सेम नेपाल नेपाल होइन जम्मै फ्याक्ट्री नेपाल जस्तो खै फ्याक्ट्री जम्मै फ्याक्ट्री यो सिटी यो कि ए त्यो त खै होला आज अलि हामीलाई गर्मी भएको अवस्था यहाँ पुग्नलाई हामी कति एक घन्टा साढे घन्टा जस्तै लाग्यो हामीलाई यहाँबाट आउनुलाई कता माथि अब माथि चाहिँ कुद्न मन लाग्यो त्यहाँबाट चाहिँ झऱ्यो ल त्यहाँबाट आउनु तपाईँ ल हाम्रो झरेको पनि भिडियो भयो दुईवटा क्यामेरा भएर कता हेरौँ भएर छ पो मम्मीलाई ला 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 ओके दामी ल अब तल झरौँ होला हेर्न दुईजना एकअर्कालाई दुईजना भएपछि कोही चाहिन्न जस्तै गरेर हिँड्ने दुईजना टुङ 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 लगाएर सीतामा घर बस्नु रहेछ डाँडा र पाखा मन परेर केही छैन छिटो आऊ न कहाँ ए के हो भने गाउँमा चाहिँ बोलाउँछ नि ओ जानु खाना आऊ रे त्यस्तरी नै बोलाउनु पर्यो यो चाहिँ मेरो जानुवाले दिएको फ्लावर मलाई उठाएँ अब जाने त हो त मेरो अब्बा है त मम्मी र म चाहिँ अब हिँड्छौँ है त आफ्नो ड्याडी हामीलाई फलो गर्नु सही भन है अहिले के फेस्टिभल चल रहा है क्या पूर्णिमाहरू के ल ऊ दुईजना उता फर्किन मन्दिर त उता फर्किन दुईजना हो ल हेर्नु त्यहाँ एकछिन यस्तो राम्रो बनाएको माइ गड अनि यो धुप छ यो वाउ नेपालकै धुप बालेको स्मेल आयो ब्युटिफुल प्लेस वाउ कसले खोजेको प्लेस ल चाहिँ फुल भिडियो अफ यतापट्टिको टेम्पल आउनु मम्मी चाहिँ पोज देखाएको थिएँ चाहिँ सुनको पात कस्तो दामी है ठुलो अब आजबाट सबै गुड लक आउने भयो हामीलाई यहाँबाट ल लिनु तपाईँलाई अहिले ल अब राम्रो हुन्छ हामीले किनेमा आज 4-5वटा किन्दा $50 मलाई राइट ह्यान्ड राइट लेफ्ट चाहिँ मलाई हुन्छ है राइटमा ल ठुलो भयो ठुलो हुन्छ क्या हात यता सबै साइज एउटै हो मम्मीलाई अब
मलाई होइन सन्जयलाई एउटा खै आऊ त यहाँ आऊ न डल्लै दिनुहुन्छ यहाँ हामीलाई ल ड्याडी एउटा यहाँ आफै लाउँ गाइरहेको चुरा ला भन्नुहुन्छ ल यस्तो यस्तो ल ल पुगेलाई ल 30 years अफ नान्थिङ टेम्पल अब हाम्रो फोटोसुट भिडियो सबै भयो हामीले ब्रासलेट पनि किन्यौँ अब हामी जान्छौँ लोटस गार्डन कस्तो लाग्यो त नान्थिङ टेम्पल शान्त कति हो ड्याडीको पहिलाचोटि शान्त है अझ ध्यान गरेर बस्नु ध्यान गरेर बस्नु मम्मी चाहिँ मेरो दोस्रो पल्ट हो भनिहाल्न पर्छ भाइ हामीले टी पनि किन्यौँ अब यो टी खाएर हामी एकदम पिसफुल अस्ति नेपालले त सुकेको थियो हेर्नु त ओ माई गड कत्रो लास्ट टाइम हामीले लगेको त अनि मर्यो होइन पानी नभएर लास्ट सुक्यो पानी हालिराख्नु पर्दो रहेछ पानी पुराउनै होला ओ ए फुलेको भएन नि होइन अर्को पनि छ नि यहाँ माई गड अर्को साइडमा पनि छ कि ओ माई गड लोटस गार्डन अर्को पनि छ कि कमलको फुल लक्ष्मी माता कि जे एकछिन त्यही बस्नु त यता हेर्नु भिडियो कस्तो राम्रो आएको छ कति राम्रो कमलको फुल लक्ष्मी मातालाई त्यही राम्रो छ कमल ओरिजिनल कमलको फुल पाउनु है म अब यहाँ तपाईँलाई कस्तो दामी कस्तो लाग्यो कमलको फुल हातले नै भेट्छ है टिप्नु टिप्न पाउँदैन क्या ल जाम अब अर्को पनि ठाउँ छ अरे अब हामी त्यहाँबाट जाँदैछौँ शान्त ठाउँमा मात्र हुने होला भनेर राख टिप्न दिने है मान्छेले कति टिप्थ्यो होला है कहाँ मिल्दो पनि त्यही भएर त टिप्न मिल्ने भए एउटा बाँकी हुन्थ्यो यहाँ है टिप्न त केही मिल्दै मिल्दैन अब हाम्रो मिसन भनेको यहाँबाट एउटा कमलको फुल चोरेर लाने हो हेरौँ है के होला जस्तो छ है मम्मी ट्राइङ टु मिसन सब यहाँ कमल चोर्ने छ है कमल चोरहरू लेट्स सी के हुन्छ सर्प आउला है सर्प Wait. आयो खै यता नतान्नु धेरै मार्ला अहिले यस्तो यहाँ मान्छे हुन्न क्या छोड्दिनँ गालीहरू दियो भने अन्त केही गर्दैन छोडिदिएको भगवान् लुकेको हो मरेको हो अम्मै लक्ष्मी माता कि जय त्यो त फुलहरू कति होइन मरेको नि थाहा छ छैन मर्या तातो पानीले उ भएर यो सबै माछा हो त्यहाँ त यो त सानो बच्चा हो सानो भुरा माछा रेस्ट गरे हो ए छेउमै आएको यार सर्प पनि हुनसक्छ माछा भनेर माछा हेर्नु न म त देखेँ त्यहाँ मुनि
ल यहीँ हेर्नु न खानेकुरा मागिर त्यही हो तिर खाना दिन्छ भनेर भिडियो बनाऊ न बनाइरहेको छु Zoom गरेर बनाऊ न किन यो दुइटालाई एउटा यता घोपेर एउटा उता लट्ठी हालेर मम्मी र म चाहिँ डराएर हो यो ड्याडीलाई त म त अलि ठुलो सोले भन्नु त कस्तो मान्छेले गाली गर्दैन के चोरेको यो यो चाहिँ उसको पनि भिडियो आउनु पर्यो भनेर मेरो न यस्तो भिडियो बनाइदिएन गाडी चलाएको भनेर मैले चाहिँ बनाइदिएको है साइडबाट दामी भएको छ नि तर है हिरो देखेको छ हिरो फार्मै फार्म अब हामी जाँदैछौँ गेरिङ्गन वेरी बिच यतैबाट एक्जिट होइन ल है हाम्रो अब म्याङ्गो कटिङ हुँदैछ हाम्रो अब पिकनिक सुरु हुँदैछ अहिले त गना खाएन है आनन्द सुक्त पापड ल्याएको फाइदै भएछ जस्तो हेर्दै खानु है एक्लै लुकी लुकी कोया खाएर मजा आइरह आनन्द रमाइलो पानीको हल्का हेर्दै पानीको छल्का हेर्दै आफू पनि वाटरमेलनको छल्किँदै ल भिडियो सुट किसी के नजर नलागे ल अब यतापट्टि आउनु आउनु ल मैले आज सनस्क्रिन नलाएर म चाहिँ पुरै कालो हुने भयो आज कालो दुईजना हेर्न फेरि त्यहाँ आफ्नै दुनियाँमा म चाहिँ आफ्नै दुनियाँमा छु अहिले चाहिँ आइम एट गेरिङ्गन वेरी बिच बबाल ठाउँ फेरि घुम्नु तेरिका त्यसलाई सिङ्गल आउनु दिनु भएन ल जाउने हामी उहाँ चाहिँ कोही चाहिँ यस्तो भ्यू हेरेर सुतेर बस्नु न खै एउटा फोटो खिच्छ त मेरो मम ड्याडीसँग तिम्रो ल हामी दुईजना हेर्न त्यहाँ भ्यू हेर्दै मस्तले पनि फोटो खिच्ने हो कस्तो लाग्यो रमाइलो छ अब हामी यहाँबाट फेरि जान्छौँ चिसो बोल त केही कस्तो राम्रो आयो बोल न म त उसमा राख्नेवाला भिडियो के आयो रे थाल क्या बढी थाल धेरै थाल आउँदो रहेछ यहाँनिर खै छाल मान्छे यहाँ ल ल जाम 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 अब भयो रमाइलो लाग्यो लेट्स गो अब मैले चाहिँ मेरो आँखाको मात्रै भिडियो बनाउनु थिएँ है हात चाहिँ कस्तो बुढो मान्छे कस्तो भन्छ मलाई चाहिँ अलिक गनाएर मैले यस्तरी गर्दै हिँडेँ we are going आज लास्टै घाम अस्को पालि चाहिँ पानी परेको थियो हामी आउँदा साना आएर ओ माई गड कत्रो ठुलो रहेछ त दामी यहाँबाट त म मान्छेहरू यो माछा मार्न गएको छ
माछी मार्न जाऊ न ओइ लड्ला है हो माइ गॉड हाम्रो म रिकन्ट लाग्दैन है ओ माइ गॉड रिकन्ट आउँछ ओहो चक्कर आयो चक्कर म त यहाँ त धेरै जानु सक्छु हाइटवाला चाहिँ मैले अहिलेसम्म हेरेको थिइनँ यहाँबाट चाहिँ डेन्जर रहेछ मैले हेर्न सकिनँ भिडियो मात्रै यस्तो मात्रै गरेर चाहिँ टाढा बसेर मेरो फोटो आउनु यस्तो डेन्जर ठाउँमा गएर भिडियो बनाउने नि आउनु अब ल जाम ओ फेरि के चोर्नला स्पन्ज बल हो यो राखामा त राख्छ खाने के भइहाल्यो भने त हेर्नु पर्यो नि अब हामी यहाँबाट जान्छौँ सायद सी क्लिफ लेट्स सी यो चाहिँ यहाँबाट के भन्छ लाइट हाउस लाइट हेड के भन्छ के अरे यस्तोलाई पुगेन हेर्नलाई पुग्यो हो अब हामी जान्छौँ अहिलेसम्म कस्तो लाग्दैछ त एकदम रमाइलो गर्मी त छैन अलिअलि छ अझै मान्छे धेरै रहेछ धेरैजना घुम्ने ठाउँ लेट्स गो नाउ अझ हावा चलेर धेरै छाला आउँदैछ यहाँ होइन के अरे के हो अरे नाम स्ट्यान्डवेल टप्स जाडो भयो यार सनसेट भइसकेछ नत्र मिस भयो ऊ यहाँ कस्तो कुहिरो जस्तो त्यो कुहिरो होइन पानीको माथि गयो बादल बन्छ त्यो बादल बन्छ त्यही बादल चाहिँ पानी हुन्छ पानी पर्छ त हामी यो चाहिँ हाम्रो आजको लागि लास्ट लुकआउट पोइन्ट हो त्यसपछि वी आर गोइङ होम नाइस भेरी नाइस साबुन पानी जस्तै यार पुरै अनि यता उसको बारी जस्तो छ ए ऊ त्यहाँ चाहिँ बिच ए ऊ त्यहाँ गाडी राखेर त्यहाँ चाहिँ जाने बिच रहेछ अनि यहाँबाट चाहिँ हेर्ने मात्रै रहेछ क्या है ल कहाँ हो त उहाँ त्यो के भयो अरे त्यहाँ कहाँ आयो हामी यहाँबाट उता त्यो भन्दा नि यति नै होला ओए के के भयो कहाँ हो यो त हाम्रो कोकोनट वाटर like this खै होइन एउटा हात फोर गरेर खुवाउनु न मलाई कस्तो गुन्डा जस्तो आउनु लाग्यो क्या अझ बजार ल वान एकैचोटि खानु 1 2 3 आजको हाम्रो घुमघाम कस्तो भयो त ड्याड स्पेसल कहाँ सबसे राम्रो लाग्यो
सबसे राम्रो त ध्वाङभित्रबाट पानी निक्ले ढाङबाट सुरुङभित्रबाट तलबाट माथि पोखराको भन्दा ठुलो सानो पोखराको कहाँ माथि निक्ल्यो पोखराको त भित्रभित्रै निक्लिएर देखिन्छ त्यो चाहिँ तलबाट माथि ओके त्यही ठिक लाग्यो आज अरू त नर्मल है अरू त बिच भइहाल्यो त्यहाँ ल आजलाई यति भन्दै हाम्रो भिडियो सकिन्छ सी यु गाइज अन अनदर ब्लग बाई एन्ड थ्याङ्क्स फर वाचिङ